नमस्ते, स्वागत छ आजको बजार विश्लेषणमा। आज अप्रिल 17, 2026मा नेप्सेमा दिनभरि के भयो, आउनुहोस् त्यसको गहिराईमा जाउँ। ल, सुरु गरिहारौँ है त। आज नेप्सेको परिसूचकमा सामान्य हरियाली देखियो। बजार 5 अङ्कले माथि त गयो, तर यो सानो अङ्कले मात्रै आजको बजारको पूरा कथा बताउँदैन। आजको यो 5 अङ्कको वृद्धिलाई मात्रै हेरेर हुँदैन। याद गरौँ त, हिजो मात्रै बजार 33 अङ्कले ओह्रालो लागेको थियो। भनेपछि आजको यो सानो सुधारले बजारमा एक किसिमको मिश्रित सङ्केत दिइरहेको छ। यहाँ त हरेक दिन नयाँ उतार चढावको खेल चलिरहेको छ। आजको विश्लेषणमा हामी यी 5 कुरामा केन्द्रित हुनेछौँ। आजको बजारको झलक, कुन कुन स्टक बढे, कुन कुन घटे, टेक्निकल चार्टले के भन्छ, ठूला लगानीकर्ताहरू के गर्दैछन्, र अन्तमा अबको बाटो के होला। ल, सुरु गरौँ आजको बजारको झलकबाट। समग्रमा दिन कस्तो रह्यो त? आज कारोबार रकमलाई हेर्दा बजार अलि सुस्त नै देखियो है। जम्मा 7.44 अर्बको कारोबार, जुन सामान्य भन्दा त कम नै हो। यसले के सङ्केत गर्छ भने ठूला खेलाडीहरू आज खासै आक्रामक देखिएनन्, न किन्नेतिर न बेच्नेतिर। आज बजार हरियोमा बन्द भए पनि हप्ताको सुरुको मूल्यसँग तुलना गर्दा हामी अझै तल नै छौँ। तर एउटा सकारात्मक कुरा के भयो भने बजार दिनको सबैभन्दा तल्लो बिन्दु 2810बाट फर्केर 2838मा बन्द हुन सफल भयो। दिनभित्रै भएको यो रिकभरीलाई चाहिँ राम्रो मान्नुपर्छ। विश्लेषकहरूको पनि के भनाइ छ भने बजारमा यति धेरै उथलपुथल भइरहेको बेला यो स्तरमा अडिन सक्नु नै आफैमा एउटा राम्रो कुरा हो। अब हेरौँ कुन कुन स्टक बढे, कुन कुन घटे। समग्र बजार शान्त भए पनि केही खास स्टकहरूमा भने आज राम्रै हलचल देखियो। हेर्दा त नेप्से हरियो देखियो, तर भित्री कथा अलि फरक छ। यहाँ हेर्नुहोस् त, जम्मा 108वटा कम्पनीको सेयर मूल्य बढ्दा 150वटाको त घटेको छ। यसको सिधा मतलब के हो भने धेरैजसो लगानीकर्ताहरूको पोर्टफोलियो आज रातोमै रह्यो होला। आज बजारलाई माथि लैजाने काम चाहिँ मुख्य गरी यी क्षेत्रहरूले गरे: होटल र टुरिज्म, हाइड्रो पावर, म्यानुफ्याक्चरिङ अनि अन्य र ट्रेडिङ समूहले। आजको कारोबार कहाँ केन्द्रित थियो त? हेर्नुहोस्, समग्र बजार सुस्त भए पनि केही स्टकमा भने लगानीकर्ताको राम्रै भिड देखियो। जस्तै एनएचपीसी, यसमा मात्रै 60 करोडको कारोबार भयो। त्यसपछि सोलु हाइड्रो र रिदीमा पनि राम्रै कारोबार देखिन्छ। यसले के देखाउँछ भने लगानीकर्ताहरूको ध्यान अहिले केही छानिएका स्टकहरूमा मात्रै केन्द्रित छ। ल, अब लागौँ प्राविधिक दृष्टिकोणतिर। चार्ट र इन्डिकेटरले के भन्छन् हेरौँ है त। प्राविधिक अवस्था बुझ्न हामी 3वटा कुरा हेर्छौँ। पहिलो, बजारको मुख्य बाधा के छ। दोस्रो, इन्डिकेटरहरूले के सङ्केत गर्दैछन्। र तेस्रो, यी सबैबाट के निष्कर्ष निकाल्न सकिन्छ। प्राविधिक रूपमा हेर्ने हो भने बजारको लागि सबैभन्दा ठूलो चुनौती भनेको 2870देखि 2890को क्षेत्र हो। यो एउटा बलियो प्रतिरोध क्षेत्र हो। बजारले माथिको यात्रा तय गर्नका लागि यो पर्खाल तोड्नै पर्ने हुन्छ। अब अरू इन्डिकेटरहरूको कुरा गरौँ। आरएसआई हेर्दा बजारमा कुनै आक्रामक मोमेन्टम देखिँदैन, एकदमै न्यूट्रल छ। म्याकडीको बाई सिग्नल पनि अझै पक्का भइसकेको छैन। बजार ठिक 20 दिनको मुभिङ एभरेजमै चलिरहेको छ। हो, सुपर ट्रेन्डले छोटो अवधिको लागि बाई सिग्नल त दिएको छ, तर अरूले सपोर्ट नगर्दा यो त्यति बलियो देखिँदैन। भनेपछि बजार अहिले पर्खर हेरकै अवस्थामा छ। छोटकरीमा भन्नुपर्दा प्राविधिक विश्लेषणले के भन्छ भने बजारको गति अहिले सामान्य छ। कुनै पनि दिशामा बलियो सङ्केत देखिएको छैन। अब एकछिन ठूला खेलाडीहरूको चाल हेरौँ। कसले किन्यो, कसले बेच्यो। यसले बजारको भित्री कथा बताउँछ। आज ब्रोकर नम्बर 58 नासा सिक्योरिटिज बजारमा आक्रामक विक्रेताको रूपमा देखियो। हेर्नुहोस् त, उनीहरूको कुल कारोबार 1.43 अर्ब हुँदा त्यसमध्ये झण्डै 1 अर्ब त बिक्री मात्रै थियो। यो आँकडाले नै बजारमा बिक्रीको चाप कहाँबाट आयो भन्ने छर्लङ्ग पार्छ। त्यसो भए ब्रोकर 58ले के बेच्यो त? उनीहरूले ठूलो मात्रामा प्रभु ब्याङ्क, एनएचपीसी र रिद्धि जस्ता कम्पनीहरूको सेयर बेचेको देखिन्छ। यसबाट के थाहा हुन्छ भने बिक्रीको दबाव केही निश्चित स्टकहरूमा नै केन्द्रित थियो। ल, अब अन्तिम खण्डमा जाउँ। यी सबै कुराबाट अबको बाटो के देखिन्छ त? त्यसो भए आजको यो सबै विश्लेषणको सार के हो त? मुख्य कुरा के हो भने दिनहुँ यस्तो सानोतिनो उतार चढाव आइरहे पनि बजारको समग्र रणनीतिमा कुनै परिवर्तन गर्नुपर्ने देखिँदैन।
बजार अहिले पनि एक किसिमको होल्डिङ प्याटर्नमा नै छ। आजको यो बजार चर्चालाई एउटा प्रश्नमा छोडेर जाउँ। समग्र बजार यस्तै शान्त रहिरहँदा के अबको कथा केही व्यक्तिगत स्टकहरूको प्रदर्शनले मात्रै लेख्नेछ? आउँदा दिनहरूमा हेर्दै जाउँ। अर्को विश्लेषणमा फेरि भेट हुने नै छ।